को भेट्नु गएको हो भने चाहिँ के छ त भन्नुहोस् आम्मा च्याम्पै जाँदैछु हो हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल वन्स अगेन सो आज पनि त्यही हो फेरि खालि आफ्टरनुन हुन्छ मेरो चाहिँ मर्निङ चाहिँ त्यही हो फेरि सुत्दै तोडी हुन्छ फेरि हेकिसन हो फेरि हो सुत्दा फेरि तोडी हुन्छ नि फेरि सुत्दा नै बेलुका लाइक मर्निङ लाइक अलमोस्ट लाइक 3-4 तिर सुत्दा हुन्छ उठाएँ फेरि अच्छा 1-2 तिर हुन्छ त्यही भएर आज चाहिँ फेरि जाँदैछु फाइल तर पनि हुन्थ्यो फाइल जानलाई फाइल पनि छ होला फाइल कता छ भनेर जो जो यहाँ बस्नुहुन्छ तिनीहरू थाहै पनि छ तर कस मलाई पनि थाहा छ तर पनि यो सेकेन्ड टाइम हो फाइल जाँदैछु हेर्छु त कस्तो हुन्छ आजको चाहिँ लेट्स इन्जोय आज चाहिँ को भेट्नु गएको हो भने चाहिँ मेरो भानिस ऊ कतिखेप आइसक्यो नि त उसको छुट्टीमा बाँकी नभेट्नु त्यही भएर अन्त म त पनि गएको छैन गएको नि त जानु पऱ्यो नि त साथीहरू यस्तैमा छुट्टीमा मात्रै पाउँछ कि साथीहरू भेट्नु भने पनि उसको छुट्टीमा मात्रै पाउँछ उसको छुट्टी भयो भने त पाउँदैन त्यही भएर लेट्स इन्जोय विथ एन्ड कस्तो हुन्छ जाँदैछ च्याम्पै जाँदैछु हो बल्ल आइपुग्यो यार फाइल आमामामा गर्मी भने के हो बाहिर त एकछिन पनि हिँड्नु सक्दैन क्या यहाँ त एकछिन फोनै चल्नु छोड्दा बब्बर आयो फाइनली मानिस भाँगाउँछ आइपुगेछ अघि सायद तिर देखाउँ भनेको थियो मेरो व्यवस्थालाई छैन सुति गएछ के गर्नु यता चच्चमै गर्नु छ बाहिर हेर्नु सक्नु भित्र बस्यो भने मात्रै माई गुडनेस अन्डा फ्राई गरेर तर होइन पाक्छ अरे क्या मेरो भानिस फाइनली के छ त भन्नुहोस् आम्मा एकदमै तातो भयो त भने फाइनली भेटिसकेको मामाको ब्लगमा म यहाँ कता मुम्बई जानुपर्ने भने आएर नि मामा त्यहाँ गाडी ठुक्कै आयो नभए कति चिकन लिन आइपुग्यो ए त्यहाँनिर रोकेन नि त उनीहरू डाइरेक्ट उहाँ तल रोक्यो क्या मलाई देख्यो होला मामा देखेन नि माने म त ट्राफिक यो बस स्टपमा हेर्दै आएँ कि कहाँ छ भनेर देखेन कि उतै माने हेलो गाइस हिजो जो कन्टिन्युसन भ्लग गर्नु पाइएन त्यहाँ बेलुका टाइममा चाहिँ हल्का बिजी भयो है भानिस पनि त्यसरी बिजी भयो अन्त भानिसको हिजो त फ्री थिएँ तर बेलुका टाइममा चाहिँ त्यो टाइममा चाहिँ घाम्नु सकेन अन्त बेलुका टाइममा चाहिँ त्यो अलिकति बिजी नै भयो त्यसरी ब्लग गर्नु पाइएन त्यतिकै रेस्ट गरेर बस्यो अब यहाँदेखि उता चाहिँ नेक्स्ट ब्लगमा आइन्छ राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गरिदिनु त्यही हो हिजोको भाग साह्रै लाउँछ भनेर छोटो भयो अब नेक्स्ट टाइममा चाहिँ फेरि गरौँला मोर देन द्याट राम्रो लाग्यो भने कमेन्ट लाइक सेयर गरिदिनु होला प्लिज and see you in the next vlog. Okay? Bye bye.